सरिलो दादाहरू मैले काम बढाइदिएँ बढाइदिएको काम गर्नुहुन हामी सम्पूर्ण नेपाली जनताको हजुरलाई रिक्वेस्ट प्लिज वर्क लाइक दिस नट जस्ट टु डिस्ट्रक्ट बट टु मेक नेपाल बेटर अगेन है थ्याङ्क यू सो मच जस्तो नि सुदानजी आजभोलि तपाईँ कता के गर्दै हुनुहुन्छ अलिक देखिन छोड्यो जेनजीहरूसँग भेटवार्ता देखिँदैन यस्तो हुन्छ कि तपाईँको एउटा ठुलो हुरी आउनुभन्दा अगाडि साइलेन्ट हुन्छ भनेर भन्छु हजुर कस्तो हुरी लिएर आउँदै हुनुहुन्छ त्यसो भए त्यो त मैले तपाईँलाई भन्नै मिलेन जस्तो नि पछिल्लो समयमा केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई चाहिँ पक्राउ गर्न दबाब दिइरहेको कुरा आइरहेको थियो फेरि यो हरान गइछ र जनता र जेनजीहरू चाहिँ निकै निराश पनि छन् त्यसलाई कसरी लिनु भएको छ यसमा त फर्स्टमा निराश हुनु त मै नै गराउने हो होइन हजुर हामीले एउटा कुरा के भन्दाखेरि चाहिँ हामीले आफ्नो सरकारलाई हजुर एउटा म्यान्डेट दिएर पठाएको हजुर यो म्यान्डेट अनुसारमा उहाँहरूले काम गर्नुपर्छ भन्ने हाम्रो एउटा धारणा किन हाम्रो त रगत पसिना आँसुमा हुन्छ नि नेपाली जनताकै रगत पसिना आँसुमा गएर बनेको सरकार हो हाम्रो त बाँकीको मन्त्रालयहरू काम गरिरहेको छ अब गृह मन्त्रालय काम गर्नु सकेको छैन फङ्सन गर्नु सक्नु भएको छैन सबै कानुनको पानाहरू हरेक पाना र हरेक धारा तपाईँको पढ्दै उहाँले गर्दाखेरि त त्यो भइहाल्छ होइन बाधा अडचन त आइ नै हाल्छ होइन कुनै ठाउँमा चाहिँ तपाईँको जसरी हामीलाई दमन गरिएको थियो नेपाली जनतालाई दमन गरेको थियो त्यसरी नै गर्नु सक्नु भएको चाहिँ राम्रो हो होइन त्यही नै भन्नु चाहन्छु जस्तो पार्टी खोल्ने कुरा चर्चा भइरहेछ धेरैले खोलिरहेका छन् तपाईँको पार्टी खोल्छ कि खोल्दैन जस्तै यसमै मैले जोड्न चाहेँ होइन तपाईँहरू जेनजी एकमुष्ट एकै ठाउँमा भेला भएर करप्सनको विरुद्ध भनौँ या एउटा उसको निश्चित उसको विरुद्ध एकमुष्ट भएर तपाईँहरूले प्रदर्शन गर्दै गर्दाखेरि अहिले त्यसपछि चाहिँ तपाईँहरू एकमुष्ट हुन चाहिँ किन नसकेको भन्नेलाई कसैले कुनै पार्टी खोल्नु भन्दा तपाईँहरू झन् एकजुट हुँदा फेरि अझै स्ट्रङ हुने होइन र यस्तो छ यो 2 महिनासम्म हाम्रो कामै यही नै गरिरहेको छौँ हामीले एकमुष्ट बनाउनु खोजिरहेको छौँ 10-15 जना तपाईँको अब फाटाफुट्टा छिट्टा भनेको हुन्छ तपाईँको होइन तर तपाईँको वडा लेभलसम्म तपाईँको कमिटी बनाउन सक्ने कुन चाहिँ जेनजीको ग्रुप छ त्यो एकचोटि मलाई याद देखाइदिनुहोस् हामीले त यो 2 महिनामा वडा लेभलसम्म हामीले हाम्रो सङ्गठन विस्तार गरिसक्यौँ समय आएको टाइममा हाम्रो राज्यलाई प्रोटेक्सन दिनुपर्ने टाइममा आएमा होइन त्यतिखेर हामीले शक्ति देखाउला त्यतिखेर हाम्रो नेपाली जनताहरूले आफ्नो राज्यलाई प्रोटेक्ट गर्नलाई अन्यायको विरुद्धमा लड्नको लागि अनि त्यतिखेर हामीले देखाउला होइन र हामीसँगले धेरैजना जोडिनु भएको छ 1-2 जना मात्रै 1-2वटा ग्रुपहरू मात्रै सिद्धान्तले गरेर जोड्नु सक्नु भएको जोडिनु भएको छैन उहाँहरूलाई पनि जोड्ने प्रयासमै छ र उहाँहरू अब 10-15 जना नजोडिनेमा तपाईँको अब 77वटा जिल्ला वडासम्म पुगेको तपाईँको जेनजीको टिम्सहरू होइन यो त मेजोरिटी बहुमतले भन्दा नि त तपाईँको के गर्ने कसो गर्ने भनेर भन्दाखेरि होइन एकजना सपोज मेरो मात्र फेसले मैले के भन्छु भन्दाखेरि नि समग्र हामी जेनजीहरूको टिमहरूले चाहिँ के भन्नुहुन्छ भन्ने बुझाइलाई चाहिँ हामीले अलिकति सिरियसली लिनुपर्छ मलाई चाहिँ त्यही भएर त्यसको लागि तयार गरेको छौँ हामीले उहाँहरूलाई सङ्गठित भइसकेको छ 1-2 जना साथीभाइहरू तलमाथि हुनुहुन्छ उहाँहरूलाई पनि बनाउने प्रयास जारी नै छ जस्तो चुनाव चाहिँ हुन्छ कि हुँदैन अब जेनजीहरूको चुनाव भयो भन्नुहुन्छ माग नभएको कस्तो चुनाव हुन्छ माग पुरा नभएको कस्तो चुनाव हुन्छ फागुन 21 तपाईँले पनि तोक्नु भएको होइन तपाईँले भने मैले तोकेको त छुइनँ यसमा त होइन यसमा के छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ यो सबै कुरा चाहिँ गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ है किन भन्दाखेरि उहाँ हामीसँग जङ्गी अड्डामा पनि सँगै हुनुहुन्थ्यो जब कोही पनि नहुँदाखेरि हाम्रो जेनजीहरूको बिचमा मिडिएसन गर्न आउनु भएको थियो होइन त्यसपछि राष्ट्रपति कार्यालयमा जब तपाईँको उहाँ संविधानविद भनेर मलाई चिनाउनु भयो आफूलाई
उहाँलाई यसको माग पुरा हुन्छ हुँदैन उहाँहरूलाई थाहा छैन र उहाँले संविधानविद एउटा लिगलको हुन्छ नि गिरुबन्दुमा म लडेको भनेर मलाई कन्भिन्स गर्नुभएको मान्छे होइन उहाँलाई त्यो कुरा सबै थाहा हुनुपर्ने तर यो थाहा हुँदा पनि उहाँले गरेर हामीलाई धोका दिएको भयो यो चाहिँ होइन उहाँले अहिले आएर चुनाव भन्नुहुन्छ त्यतिखेर नै मैले जेएनजीको टिमहरू सबैजना लिएर आउँ त्यसपछि हाम्रो कन्ट्र्याक्ट होइन राष्ट्रपतिसँग गर्नुपर्ने सम्झौता साइन गरौँ होइन भनेर भन्दाखेरि अब त्यो त प्रधानमन्त्रीले साइन गर्ने त हो कार्यकारी उहाँ हुन्छ प्रधानमन्त्री आउनु भएको भइहाल्छ नि भनेर जसरी मलाई ढाँट्नु भयो उहाँले होइन यसको जिम्मेवार त उहाँले उहाँको एजेन्डा भनेको चुनाव मात्र हो हाम्रो एजेन्डा भन्छ देशलाई न्याय हो परिवर्तन हो यो फेस परिवर्तनको लागि लडेको होइन कि हामीले व्यवस्था परिवर्तनको लागि लडेको त्यही भएर हामी व्यवस्था परिवर्तनको लागि लडेर चुनावको लागि त यो व्यवस्थामा तपाईँ चुनाव जान सकिन्छ होला त यो व्यवस्थामा यसको लागि लडेको हुन्छ यसको लागि तपाईँको सबैजना हामीहरू रोडमा आएको जनता त एकदमै फ्रस्ट्रेटेड निराश यत्रो वर्षदेखिको दमन सहनु नसकेर हामीहरू त तपाईँको हामीले व्यक्तिगत रूपमा हामी बाहिर निस्केको सबैजना हो नि त अहिले आएर तपाईँको जेएनजीहरूलाई समात्छ अनि यतापट्टिको पोलिटिकल म त पोलिटिकल त एमएलएको पो जस्तो लाग्छ उहाँको हाम्रो गृहमन्त्रीज्यू कि किन हामीले चाहिँ तपाईँ कस्तो भन्दाखेरि आफ्नो सरकारप्रति पनि हामी चाहिँ आवाज उठाउनु पर्छ क्या नराम्रो काम भएमा क्या भनेपछि अर्काको सरकार आयो भने हामीले के गर्छौँ भने हाम्रो सरकार भनेर हामीले भन्दाखेरि नराम्रो काम गरेर हामीले आवाज उठाउनु पर्दैन त्यसो म पनि र हामी सबैजना जेएनजीहरूलाई चाहिँ होइन यो चाहिँ हामीले बनाएको मान्छे उसको विरुद्ध हामीले केही पनि बोल्नु हुँदैन भन्यो भने त यसको लागि त लडेको होइन होइन नराम्रो मान्छेको विरुद्ध नराम्रो व्यवस्थाको विरुद्ध लडेको हुन्छ त्यही भएर उहाँको विरुद्ध चाहिँ अहिले हामी बोलिरहेको छौँ अरू के स्थान खाली गराउनलाई सक्यो हजुर जसरी अहिलेको सङ्घीय सरकारले साथ दियो भन्दा मिल्छ होइन यसमा सरकारको अभियसली साथ छ तैपनि अब तपाईँले हेर्न सक्नुहुन्छ स्काउटका चाहिँ कर्मचारीहरूदेखि लिएर धेरै मान्छेहरू त्रसित भएका छन् डराएका छन् होइन हामी केही सीमित मान्छेको उपस्थितिमा यो काम भइरहेका छ यो चाहिँ अहिलेको सङ्घीय सरकार अहिलेको चाहिँ युवा तथा खेलकुद मन्त्रीज्यू बब्लु गुप्ताज्यू त्यसपछि काठमाडौँ महानगरपालिका सबैको समय हामीलाई चाहिँ सहयोग प्राप्त भएर यो सफल भएको हजुर खड्का ल्यान्डले कति जग्गा ओगटेको थियो यो हामीले दिएको उहाँहरूलाई सम्झौता गरेर दिएको जग्गा त 3 रोपनी हो तर उहाँहरूले उपभोग गरिरहेको यो बिल्डिङै 5 रोपनी जग्गामा बनेको छ अब यस हिसाबले तपाईँहरूले अन्दाजा गर्न सक्नुहुन्छ यो चौर यतापट्टि भएको यो खाली जग्गा सबै उपयोग गरिराख्नु भएको छ उहाँहरूले हजुर भनेपछि अब चाहिँ नेपाल स्काउटको नाममा फिर्ता आयो डोजर चलेपछि आयो अब यसलाई चाहिँ खाली गरेर यो स्काउटले नै राख्छ आफ्ना क्रियाकलापहरूको लागि प्रयोग गर्छ अब पछि केही गर्ने भयो भने स्काउटले आफ्नो डिसिजन गरेर गर्छ हस् धन्यवाद धेरैले चाहिँ के भनिरहेछन् भने यो संरचना भत्काउनुको सट्टा स्काउटले आफ्नै माता हातमा लिएर भोग चलन गरेको भए हुन्थ्यो भन्ने पनि छ यसमा चाहिँ सम्झौता अनुसारै के छ भन्दाखेरि चाहिँ उहाँहरूले यो सम्झौता अवधि सकिएपछि भत्काएर लिएर जानुपर्ने भन्ने थियो अब यो राखिराख्दाखेरि चाहिँ के भयो भने उहाँहरूले पटक पटक दुःख दिने एउटा बाटो भइरहेको क्या यो खिल जस्तो हो त्यस कारणले गर्दाखेरि चाहिँ यसलाई हटाउँदाखेरि नै समस्याको समाधान हुने हो नत्र भने हाम्रो संरचना त्यहाँ छँदैछ हाम्रो सामग्री त्यहाँ छँदैछ भनेर यो 2 वर्षदेखि बन्द भयो स्काउटलाई पनि घाटा भयो हामीले कतै अरू केही उपयोग गर्न पाएन अब यो कति वर्ष बन्द हुने यसरी नै राखेको भयो त्यस कारणले गर्दाखेरि यो हटाउँदाखेरि नै सबैभन्दा सही समाधान हो र यो सही समाधानमा हामी गएका छौँ